हेलो अनि नमस्ते सबैलाई। म फेरि पनि आएको छु है तपाईँहरूको सामु कति ननभेज बनाएको देखाउने भनेर। आज चाहिँ मैले भेजिटेबलको रेसिपी देखाइरहेको छु गाइज। यो चाहिँ एग प्लान्ट रहेको छ। यसले चाहिँ मैले चाइनिज स्टाइलमा बनाउँदैछु है, हेर्नु होला लास्टसम्म। यसलाई चाहिँ यसरी काट्ने टक्क पारेर। त्यसपछि गाइस पटेटो है त, पटेटोलाई पनि यसरी काट्ने। यो चाहिँ अलग अरू चिजमा हाल्नको लागि काट्यो गाइस, त्यसमा मैले अलि देखाइदिएको हो। त्यसपछि टक्क चिल्ली काट्ने गाइस है, चिल्ली काट्ने सक्यो काटेर टक्क। अनि एग प्लेटलाई चाहिँ कर्नफ्लोरमा टक्क यसरी हाल्ने, मिलाउने मजाले। मिलाइसकेपछि गाइस यसरी फ्राई गर्ने है, एकदम तातो तेलमा 100 तापमानको तेलमा है, टक्क यसरी फ्राई गर्ने मजाले। फ्राई गरिसकेपछि टक्क ओइल सबै झारेर यसरी झार्ने गाइस। टक्क बनाएर चाहिँ यस्तो बाजा गाइस भनिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला।